गर्नुपर्ने छ भनेपछि सीमाहरू छ र कतिपय मागहरू चाहिँ यो अलिकति उहाँहरूको चाहिँ यो संविधान अन्तर्गत पुरा हुन नसक्ने मागहरू छन्। त्यसकारणले सरकारको पहुँच, सरकारको दायरा, सरकारको जिम्मेवारी र सीमाभन्दा अलिकति फरक खालको मागहरू पनि भएकोले यो सबै मागहरूलाई राखेर वार्ता भइरहेको छ। मात्र एउटा कुरामा हाम्रो सहमति के छ भनेदेखि दुर्गा प्रसाईजी र उहाँको नेतृत्वको टिम पनि मुलुकमा शान्ति होस्, स्थिरता होस्, समृद्धि होस्, विकास होस्, आर्थिक रूपले चाहिँ नि अलिकति त्यही बाटोमा जाओस् र कुनै जनता पनि पीडित हुनु नपरोस्, गरेर खान दिनु पर्यो। नेपाली जनताले गरेर खान पाउनु पर्यो। सानो तिनो व्यापार व्यवसाय उद्योग धन्दा जे चलाउनु भएको छ अहिले एकदमै कठिन अवस्था छ, यसको अन्त्य हुनुपर्छ भन्ने धेरै उहाँहरूको चाहिँ नि महत्त्वपूर्ण मागहरू पनि छ। त्यो मागहरूको सन्दर्भमा सरकारले सकारात्मक जवाफ दिएको छ र भर्खरै हाम्रो अर्थमन्त्रीज्यू र म बाहिरिएका छौँ। अर्थ मन्त्रालयसँग सम्बन्धित रहेर अर्थमन्त्रीज्यूले पनि त्यही खालको जवाफ दिनुभएको छ। सम्माननीय प्रधानमन्त्रीज्यूले गहिरोसँग चासो दिएर यी मागहरूको सन्दर्भमा जोडिनु भएको छ, सुन्नु भएको छ र बडो भद्र शैलीबाटै दुर्गा प्रसाईजीले पनि आफ्ना कुराहरू आफ्नो टिमको तर्फबाट राख्नु भएको छ। मुख्य कुरा के हो भनेदेखि हामी सबैको चाहिँ केन्द्रमा नेपाली जनता, यो देश पर्ने हुँदाखेरि चाहिँ योसँग जोडिएका कुराहरूमा एक ठाउँमा आउँछ, मिल्छ, मिल्दै जान्छ र समाधान गर्न सकिने कुराहरू यो सरकारले अहिले गर्छ, नसकिने कुराहरू आगामी सरकारले गर्दै जान्छ। यी कुराहरू अहिलेलाई हामीले के बुझ्नु पर्यो भने आर्थिक वित्तीय कुराहरू सम्बोधन गर्न तपाईँहरू सकारात्मक सकेसम्म होइन, तर जुन राजनैतिक मुद्दाहरू छ त्यसमा पनि जनमत सङ्ग्रहका कुरा, धर्मनिरपेक्षतामा चाहिँ नै पुनरावलोकन हुनु पर्यो भन्ने कुरा, सङ्घीयता, गणतन्त्रका विषयहरू, यी विषयमा चाहिँ यो सरकारको दायराभित्र, सीमाभित्र त्यो पर्दैन भन्ने कुरा चाहिँ तपाईँहरूले होइन। हाम्रो यस्तो छ, राजनीतिक पनि आर्थिक पनि यो सरकारलाई संविधानले दिएको म्यान्डेट अनुसार, यो सरकारलाई जेनजी जनआन्दोलनले दिएको म्यान्डेट अनुसार, विधि र प्रक्रिया अनुसार यो सरकारले जति पुरा गर्न सक्छ जनतालाई केन्द्रमा राख्दाखेरि हामी त्यो सबै पुरा गर्छौँ। त्यसमा ढिला सुस्ती यताउता गलत नियत सरकारले राख्दैन। तर संविधानले, कानुनले, विधिले, प्रक्रियाले आफ्नो सीमाभन्दा बाहिर रहेर त सरकारले गर्न मिलेन। जस्तो तपाईँहरूलाई भनौँ, कतिपय कुराहरू चाहिँ ऐनै बनाउनुपर्छ भनेपछि त यो सरकारले ऐन बनाउन त सक्दैन। ऐन बनाउन संसद चाहियो, नियमावली मात्रै केही गर्न सक्छ। नियमावली पनि कहानी कुराहरू, कतिपय कुराहरू चाहिँ देश र जनताको हितमा हुने कुराहरूमा हामी अगाडि बढ्छौँ। तर जुन कुरा सरकारको सीमाभन्दा, दायराभन्दा, जिम्मेवारीभन्दा बाहिरको घेरामा छ भनेदेखि चाहिँ त्यसलाई पछि आउने